यदि कसैले लोकल माछा पाल्ने प्लानिङमा हुनुहुन्छ भने त्यहाँ मसँग ट्युसन लिन आउनु होला होइन। यहाँ हेर्नुहोस् यसरी बढाउनु पर्छ माछा चाहिँ। हाम्रो दाइहरूसँग चाहिँ आज चाहिँ हामी चाहिँ बेतनामा चाहिँ टक्क लगाएर चारो हाल्नु लगाइरहेको छौँ आफ्नै पोखरीमा होइन है। टक्क लगाएर चारो खुवाउन आएको छौँ होइन। हेर्नुहोस् है हाम्रो माछा यहाँ कत्रो कत्रो भइसकेको छ यहाँ हेर्नुहोस् है। ल कसैलाई मुङ्ग्री माछा अनि यो कत्ले माछा चाहिएमा सम्पर्क गर्नु होला है। हाम्रो यो स्थानीय आफ्नै पोखरीमा चाहिँ डक्क लगाएर माछालाई चारो हाल्दै गरेको अवस्था हाम्रो दाजुले होइन त सर। ल्याउ न 2-4 मुठी दाइ हाल्नु न। आम्मामा यो माछा त नि कहाँ